यो साथीहरू हामी चाहिँ यहाँनिर यमुना एक्सप्रेस यो चाहिँ वागरा जाने रोड है अन्त हामी चाहिँ यहाँनिर आइपुग्यौँ मैले चाहिँ 5 बजे हो अन्त हामी घरबाट हिँडेको चाहिँ 4 बजे 1 घन्टा लाग्यो टक्कै यहाँ आइपुग्नुको लागि चाहिँ हामी चाहिँ भर्खर नास्ता खाएर बसेको यहाँ खाएको हामीले नास्ता चाहिँ ब्रेकफास्ट यहाँ भयो हाम्रो हैन नाना मेरो बुढी गाडी 215 किलोमिटर चलिसक्यो त्यो भएर चाहिँ एकछिन आराम गरेको यहाँ यतै के रहेछ यो जुन चाहिँ एक्सप्रेस हो यो एक्सप्रेसमा चढ्नुपर्छ हामी अब यहाँबाट जाने हो यस्तो छ मजाको छ शान्ति जग्गा छ हैन एकछिन आराम गरेको त्यहाँ चाहिँ गाडीलाई पनि एकछिन 15 मिनट जस्तो आराम दिएर चाहिँ 15-20 मिनट यो बाटो जानुपर्छ फेरि 515-20 किलोमिटर भयो हिँडेको तर निकै घन्टा लाग्यो 5-4 बजी हिँडेको 12 बज्न आँटिसक्यो 12 बजिसक्यो साथीहरू हामी चाहिँ के अरे लखनऊ एक्सप्रेस सकेर पनि यो पूर्वाञ्चल एक्सप्रेसमा आइपुग्यौँ हामी चाहिँ यहाँ यो चाहिँ पूर्वाञ्चल एक्सप्रेस हाइवे हामी चाहिँ जाँदैछौँ पटनाको छेउछाउसम्म हुन्छ तर हामी चाहिँ बिचबाट गोरखपुरपट्टि लाग्नुपर्छ त्यो पनि देखाउने छु हजुरहरूलाई मेरो बुढीले देखाउँछ यो चाहिँ हो गोरखपुर एक्सप्रेस हाइवे हामी चाहिँ पूर्वाञ्चल हाइवे सकेर चाहिँ अब गोरख तरफ जाँदैछौँ यहाँ हेर्नुहोस् साथी हो यहाँ चाहिँ केही पाउँदैन खानेकुरो यस्तो पाउँदो रहेछ मेगी बनाउनु लगाएको होइन एक प्याकेटको 15 रुपियाँ पर्छ होइन अन्त बनाएको गरेर 70 रुपियाँ अरे एउटाको भगवान् 55 रुपिस नापा खाँदो रहेछ हे भगवान् यहाँनिर चाहिँ यस्तो छ हो केही पाउँदैन राम्रो खाना पाउँदैन रहेछ हामी चाहिँ मेगीमै के गर्नु त्यो अरूहरू त्यो बासी समोसाहरू खानुभन्दा बरु मेगी बनाउनु लगाएर चाहिँ खाएको साथी हो हालत पत्ला के गर्नु यहाँ उसले चाहिँ के खाएको तिमीले आलु कचौडी आलु टिक्का कचौडी उसले के खाएको कता गयोस् ए म्यागी के गर्नु खाना राम्रो पाउँदैन यस्तो पनि खानै पऱ्यो भोकै त हिँड्नु भएको छैन हो यो युपीमा के राम्रो खाना बनाउँदैन एकदम साह्रो फोहोर मात्रै हुन्छ हो त्यही भनेर हामीले म्यागी खाएको म्यागी पनि हेर्नु नि फेरि भाँडा पनि अब यस्तो कहाँ उता स्ट्यान्डर्ड छ र जयगाउँतिर जयगाउँतिरको जस्तो हुँदैन यहाँ त के गर्नु साथी चाहिँ बिहानै 4 बजी हिँडेको थियो अब फेरि यहाँनिर रात पर्नु आँट्यो अहिले चाहिँ 6:30 हुनु आँट्यो अब राति चाहिँ रात चाहिँ कसरी कटिने दिन त जसो राम्रै कट्यो हो अब राति चाहिँ कता बस्नुपर्ने हो के गर्नुपर्ने हो रोड पनि त्यस्तो हाइवेहरू त्यस्तो ठुल्ठुलो हाइवे त भेट्दैन रहेछ यहाँनिर त हो यहाँ चाहिँ मेरो कुरा त बिचरा गोरखपुर यस्तो गर्दो रहेछ गाडीहरू जतासुकैबाट निस्किँदो रहेछ गाडी चाहिँ जतासुकैबाट निस्किँदो रहेछ एकदम होसियारले चलाउनु पर्ने रहेछ तपाईँहरू नै आउनुभयो चाहिँ त्यही त यहाँ चाहिँ यो बाटो चाहिँ आउनु पर्यो भने चाहिँ साह्रो होसियारले चलाउनु पर्ने रहेछ पुरा यताबाट हेलो साथीहरू हामी चाहिँ बिहार पस्यौँ हो अब युपी सक्यो अन्त अहिले कति 7:30 भयो अन्त हामी बिहान 4 बजी हिँडेको अहिले 7:30 बजे हामी भर्खर युपी पस्यो यो चाहिँ युपी पछि अरे बिहार पछि युपी सकेर युपीले चाहिँ दिनभरि लाउँदो रहेछ हौ 800 किलोमिटर 1000 किलोमिटर त युपी नै रहेछ यो चाहिँ बिहार हो रात पर्यो यो बिहार कटिन आँट्यो यो बिहारको बाटो आएको थियो कि अब यो रोड चाहिँ त्यस्तो राम्रो पनि छैन तर टोल गेट चाहिँ भगवान् कतिवटा टोल गेटले नै हत्तु बनायो तर टोल काटेको अनुसार यो रोड पनि त राम्रो हुनुपर्ने रोडै राम्रो छैन पटाक 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 हाइवे अरे बिहार भएन गुड मर्निङ सबैजना साथीहरूलाई अन्त आज अहिले चाहिँ हामी बेङ्गल पसिसकेर पनि यहाँनिर आइसकेको बिस्कुट दामी रहेछ चिया दामी रहेछ होइन तर कोही मान्छेहरूले अनुहार देखाउँदैन अरे धुस्रो फुस्रो भएर गुड मर्निङ सबै साथीहरूलाई ल साथीहरू हामी चाहिँ फाइनली घर आइपुगिसक्नु आँट्यो हो अब तपाईँहरूलाई देखाउँदैछु ल हाम्रो घरहरू जाने बाटो अन्त जयगाउँ जाने बाटो है भएर अब कतिले त देख्नु भएको छैन होइन
बुढो ससुरी ल्याएर कस्तो फिल भइरहेछ ससुराली बडा खुसी ससुराली यो मेरो घर छैन मेरो माइत चाहिँ आएकै म चाहिँ डाइरेक्ट दिल्लीबाट चाहिँ अहिले चाहिँ बज्यो 11:20 भएछ हामी चाहिँ छिट्टै आइपुग्यो तर यो सब छिटो ल्याउने मान्छे चाहिँ उयो हो बिचरा रातभरि नसुतेर हो अन्त यता गयो भने चाहिँ जयगाउँ जान्छ यताबाट चाहिँ जयगाउँ जाने बाटो हो यो चाहिँ जयगाउँ पुग्छ अन्त हाम्रो घर चाहिँ यहाँबाट पस्नुपर्छ यो चाहिँ भुलन टर्निङ त्यहाँबाट चाहिँ भित्र चाहिँ हाम्रो गाउँ मेरो माइत यो बङ्गलादेशको गाडी चलाउने घर आइपुग्दा कस्तो भयो एकदम खुसीको मजा पुरै खुसी अन्त उहाँ ए तेरि त घर आउने खुसी कताबाट उत्रिनु पर्ने हौ यहाँ चाहिँ हो मेरो भेना त्यो चाहिँ मेरो माइली नानाको दोकान यो चाहिँ माइला भेना यहाँ बुढालाई चाहिँ कति महिना बाद भेटेको 4 महिना बाद भेटेको यहाँ अब चाहिँ आउनु आँट्यो घर हो तपाईँ त देखाउँदै जान्छु यहाँ छौ बोलाउँदै हिँड्दैछ ए चाहिँ हो मेरो घर माइत घर मेरो माइत घर चाहिँ यो हो मेरो आप्पा बसिरहनु भएको छ कस्तो खालको जोय हो तलाएर पनि बिर्सेर त रोड बनेर त बिर्सेछु उच्चा बनाएछ नि त निकै रोड त्यो जोय त किन रुनु भएको खुसीको आँसु नि छोरीहरू आएको खुसीको आँसु होइन खुसीको आँसु है छोरीहरू आएर हो हाम्रो आप्पा चाहिँ रुइहाल्नुहुन्छ हो यहाँ छ यहाँ चाहिँ मेरो चाङ यहाँ चाहिँ मेरो माइली भाउजू यहाँ हुनुहुन्छ मेरो आमा हामी चाहिँ आमा छोरी हो मेरो आमा कति 2 साल झन्डै 2 साल बाद भेटेको मेरो आमालाई